त्यो छोरीको आँसु अब कसले देख्यो? डाँडामा बसेर रोएको कसले देख्यो? साथी सङ्गीको छेउमा बसेर रोएको कसले देख्यो? उसको बिन्ती कति रुयो कसले देख्यो? त्यो छोरीको आँसु। तपाईँ मैले के डिसिसन गर्दैछु यो दिनहरूमा? हाम्रो सोच के छ भोलिको दिनमा? के गर्छु भनेर तपाईँ चर्च आउनु भएका छ? के तपाईँले गर्दै गरेको डिसिसनले परमेश्वर खुसी हुनुहुन्छ? गलत रास्ता। आदमले भन्यो बगैँचाको सबै रुखहरू त खानुहुन्छ है अब, तर यो बिचमा भएको रुख चाहिँ खानु हुँदैन नि, त्यहाँ फलेको फल। थप्पक टिप्यो, थप्पक आफूले पनि खायो, श्रीमानलाई पनि खुवाइदियो। तपाईँ आदम हुने कि हवा हुने, डिसिसन तपाईँको हातमा छ। सुन्ने हुने कि तपाईँ अरूले भनेको सुन्ने हुने कि तपाईँ परमप्रभु परमेश्वरमा अरूले भनेको नसुनिकन अगाडि दौडिने? सुन्दै थियो भने आज आयुबले लडेको, आयुबलाई उठाउन नसक्ने उसको श्रीमतीको आवाजले उसलाई दबाइरहेको थियो, दबाब दिइरहेको थियो। तर उसले के भन्यो? परमेश्वरमा कहिले पनि आउँदैन। परमेश्वर चाहिँ मेरो चट्टान हुनुहुन्छ, उहाँ ढाल हुनुहुन्छ मेरो। तिमीले भन्दा केही पनि हुँदैन, तर परमप्रभु परमेश्वरलाई चाहिँ म रुवाउँदैन। डिसिसन तपाईँ मैले के लिँदैछु? त्यो डिसिसनले तपाईँ मैले गर्दै गरेको डिसिसन चाहिँ परमप्रभुको वेदीमा आगो बल्दैछ। परमप्रभुको वेदीमा यहाँनिर चाहिँ चङ्गाई, छुटकारा, पवित्र आत्माको उपस्थिति ल्याउँदैछ कि परमप्रभु परमेश्वरको वेदी चाहिँ भत्केर जाँदैछ? हालेलुया। डिसिसन भत्काउनेले जोड्न पनि जान्दैन। आगो बाल्नु, आगो निभाउने व्यक्तिले आगो बाल्नु जानेको हुँदैन। आज यो वेदी चाहिँ परमप्रभुको आगोले भरिनु पर्दछ, स्वर्गबाट आगोले भरिनु पर्दछ, पवित्र आत्माको झरीले भरिनु पर्दछ। हालेलुया। डिसिसन तपाईहरुले निर्णय गर्न सक्नुपर्छ। हालेलुया। आज यो व्यक्तिले गरेको डिसिसन गलत थियो। जुन डिसिसन यो व्यक्तिले गरेको थियो, जितेर पनि उ हार्यो अन्तिममा। कतै हामीले पनि जितेर हारिरहेको छैनौँ कि हामी जितेर पनि विजय मनाइरहेको छौँ? हालेलुया। अघि नै मैले भने ठ्याक लाएर छोड्दाखेरि हामी कुद्नु हुँदैन। ठ्याक लाएर धेरै छोड्छ, हामीले बुझ्नुपर्छ। बी केयरफुल वाट योर डिसिसन। तपाईँले गर्दै गरेको डिसिसनमा के छ? कति पावर छ तपाईँले गर्दै गरेको डिसिसन? के त्यो डिसिसनले परमप्रभु परमेश्वरको मन्दिर निर्माण हुने काम गर्दैछ कि? परमप्रभुको परमेश्वरको मन्दिर चाहिँ निर्माण हुनुपर्छ तपाईँले मैले गर्दै गरेको डिसिसनले, भत्किने कामहरू होइन। हालेलुया। जसले भत्काउँछ नि परमप्रभुले न्याय गर्नुहुन्छ। परमप्रभुको वेदी चाहिँ भत्किनु हुँदैन। यो वेदीमा चाहिँ सधैँ आगो बलिरहनुपर्छ, सधैँ आगो बलिरहनुपर्छ। हालेलुया। चाहे तपाईँले मलाई बताउनुहोस् नबताउनुहोस्, सत्य सत्य हो, मलाई मतलब छैन। पवित्र आत्मा मलाई जे भन्नुहुन्छ त्यही भन्ने हो। हालेलुया। यो वेदी चाहिँ निक्नु हुँदैन, सधैँ पवित्र आत्माको आगो बन्नुपर्छ, झरै बर्सिनुपर्छ। यो ठाउँमा धेरैको आँसु बगेको छ, धेरैको प्रार्थना गरेको छ। हालेलुया। हुन्छ डिसिसन बचाउन म यही